नमस्ते, मेरो नाम चन्दा लामा हो। युवा परिषदले सिलाइ तालिम ल्याउनु भयो, हामीले सिक्यौँ। पहिल्यैदेखि इच्छा थियो मलाई यो सिक्न, यो सिक्यौँ। 3 महिना तालिम लिएर केही गर्छु भन्ने एउटा आँट लिएँ। अनि पसल गऱ्यौँ, अलिअलि अहिले यो सिकेर अनि पसल गरेँ। अब पहिला त घर बस्दा एकदम टेन्सन हुन्थ्यो, बाहिर जान्छु भन्ने सोच बनाएको थिएँ, बाहिर गइनँ। अब यो तालिम आएपछि म मजाले सिकेपछि मैले 3 महिना तालिम लिएर म केही गर्छु भन्ने आँट आएँ। पसल गरेँ, मैले पसल गरेँ, पसल चलाएँ। अब जस आर्थिक अवस्था मैले अलिकति दुःख थियो, अहिले सहज हुँदै गएको छ। बालबच्चालाई पनि राम्रोसँग गर्न सकेँ, जस व्यवहारहरू अलिक मिलाउन सकेको छ। अब यहाँ व्यवहार अलिकति पसल पनि अलिक बढाउने सोचमा बनाएको छु। दिदीबहिनीहरूलाई पनि राम्रोसँग सिक्नु होला, राम्रोसँग गर्नु होला भनेर आग्रह गर्छु म। मैले जस्तै गर्नु नआत्तिनु, सिकेपछि गर्छु भन्ने एउटा होस्। दिदीबहिनीलाई यही दिन्छु। युवा परिषदलाई म धेरै धन्यवाद दिन चाहन्छु। म यति सिकेर यति ठाउँमा पुग्नु भने मेरो उहाँहरूको ठुलो हात छ। मलाई ठिक ठाउँमा पुर्याउनु भयो, त्यो नै खुसी छु। धन्यवाद।